हामी आज बेनी नगरपालिकाको गलेश्वर धाममा गलेश्वर महादेवको दर्शन गर्न आइरहेका छौँ। यो एउटै ढुङ्गा शिलामाथि बसेको देवदेवीहरूको देव मन्दिरहरू छन्। यहाँ सबभन्दा पहिला प्रमुख प्रवेशद्वारमा भित्र पसेपछि यो गणेश देवको मन्दिर छ। त्यसपछि सिँढी चढ्दै माथि गएर गलेश्वर महादेवको मन्दिर छ। यहाँ गलेश्वर महादेवको ठिक अगाडिपट्टि हनुमान देवको मन्दिर छ। यहाँ बसाको मूर्ति छ। यो गलेश्वर महादेवको मुख्य द्वार अगाडि ठुलो घन्टी झुन्ड्याइएको छ। यो हाम्रो गलेश्वर महादेवको मन्दिर हो। यहाँभित्र गलेश्वर महादेवको मूर्ति छ। यहाँ विभिन्न आश्रमहरू पनि छ। यहाँ लक्ष्मीनारायण मन्दिरको मूर्ति पनि छ। यहाँ यो एउटै शिला ढुङ्गाको शिलामाथि अवस्थित छ। हेर्नुहोस्, यो चाहिँ हाम्रो दक्षिण भारततिर रहेको प्यागोडा शैलीको मन्दिर बनिएको छ। यहाँ यसमा तलदेखि माथिसम्म प्यागोडा विभिन्न देवदेवीहरूको मूर्ति बनाइएको छ। यो मन्दिरभित्र चाहिँ विभिन्न किसिमको विभिन्न देवदेवीहरूको मन्दिर मूर्तिहरू छ। यो एउटै शिलामा बनेको छ, एउटै ढुङ्गामाथि बनेको छ। यो मन्दिरहरू सबै हेर्नुहोस्, एउटै चट्टानमा।